के तपाईलाई एभ्रीडे र एभ्रीडेमा फरक थाहा छ? धेरैजनालाई एभ्रीडे सँगसँगै लेखेको र एभ्री डे अलग अलग लेखेको अर्थको फरक के हो भन्ने थाहा हुँदैन। यसले गर्दा यावत किसिमका गल्तीहरू हुन सक्छन्। आज म यसलाई स्पष्ट पार्ने प्रयास गर्नेछु। नमस्ते, म तपाईहरुकै अंग्रेजी मास्टर अर्जुन पौडेल। मेरो च्यानलमा आएर भिडियो हेरिदिनु भएकोमा धन्यवाद। यदि तपाईलाई मेरो कन्टेन्ट मन पर्छ भने च्यानल सब्स्क्राइब गरेर सहयोग गरिदिनु होला। अब ढिला नगरी सुरु गरौं। एभ्रीडे र एभ्रीडे को फरक के हो त? सर्वप्रथम त एभ्रीडे सँगसँगै सिंगै शब्द लेखिएको छ भने त्यसको अर्थ हुन्छ दैनन्दिन, दैनिक जीवनमा आइपर्ने कुराहरू अथवा सामान्यतया भेटिने कमन खालका कुराहरूलाई पनि एभ्रीडे भन्न सकिन्छ। जस्तै एभ्रीडे गुड्स भनाइको मतलब दैनिक जीवनमा चाहिने सामानहरू। एभ्रीडे अफेयर्स भनाइको मतलब दैनिक जीवनमा आइपर्ने काम काजहरू। यो एभ्रीडे चाहिँ विशेषण हो, एजेक्टिभ हो। यो सँगसँगै लेखिन्छ एउटै शब्द। अर्को चाहिँ एभ्री र डे अलग अलग। यहाँ डे चाहिँ नाउन भयो, संज्ञा शब्द भयो, नाम शब्द, र एभ्री चाहिँ एजेक्टिभ एडभर्ब भयो। अब एभ्रीडे भनेको चाहिँ त्यसरी एडभर्बियल फ्रेज बन्छ। एडभर्बसँग जोडिएर एडभर्बियल फ्रेज भनिन्छ। यसको मतलब चाहिँ हरेक दिन, प्रत्येक दिन भनाइको मतलब I go to work every day except Saturday and Sunday। यसरी एभ्री डे भनेको चाहिँ हरेक दिन र एभ्री डे विशेषण चाहिँ दैनिक जीवनमा आइपर्ने अथवा सामान्यतया सबैतिर पाइने कमन खालका कुराहरूलाई हामी एभ्री डेले जनाउँछौँ।